आज चाहिँ डाइरेक्ट खाना खानु जाँदै गरेकोदेखि मैले मेरो ब्लग स्टार्ट गरिरहेको छु। हेर्नुहोस् न मेरो टाउको जस्तो प्रब्लम कसैको नहोस् पनि हुँदैन पनि होला है। एक दिन टाउको धोएन भने यति बेसी ओइल खियो बा यसबाट म ओइल निकालेर खान्छु होला सब्जीमा हालेर। सो आज चाहिँ मेरो खाना बनाउने टर्न थियो। मैले खाना बनाएँ। कसको पुण्य यो हाम्रो पहिलाको ओ यो घरबाट मेरो मम्मीले पठाइदिनु भएको अचार हो। अब चाहिँ हामी खाना खाने। यो ब्यागको चेन खोल्नु पनि टाइम लाग्छ कि हेर्नुहोस् ल। त मैले आज चाहिँ साथीको गाउँबाट बहिनीहरूले पिङ चिल्ली लिएर आएको थिएँ कि त्यसको अचार बनाउँछु। दिल धड्कन सबै पोल्छ होला सायद आज चाहिँ हाम्रो खानामा स्पेसल लट्टे र आलुको सब्जी प्लस राइस, त्यहाँदेखि यो चाहिँ पिङ चिल्ली र टमेटोको अचार होइन। यहाँ छ दही। अब चाहिँ खान्छ ल हामी। थुकायो। म सब हेर्नुहोस् गर्छु साथी हो। हेर्नुहोस् गर्ने किनकि खतरा ओइल भइरहेको छ। गयो नि त अहिले भर्खर कहाँ चाहिँ ओइ बाँदरनी चुडेली ठिकै गरेर नि अहिले बोल रहा है कि अभी लड़की हो के वीडियो बनाएगा। अब क्या है ये प्लीज़ कमेंट करके बता दीजिए सब। ठीक है अभी बोल रहा है लड़की हो के वीडियो बनाएगा। मैं अभी लड़की नहीं है। अब क्या बोलूँ मैं। मान्छे हाँसेको नि थुकै थुक बनाइदियो। किन यस्तो गर्छु तिमी भन। किन अब चाहिँ चुडेल बोधौँ कप्टिनी के हो के हालिदिनुको लागि हो यहाँ गरेर न के बाई मिसी हाल्नुहोस् खाँक्रा तिनटै खाइदिन्छु म त। भरे यहाँ अड्किरहेको हुन्छ तिमी बक्क राखिदियो भने यसो खोलेर दिएको न। देखो के हो देखो त्यहाँबाट यहाँ क्यामेरा देखिरहेको छु नि घरमा आइदिन्छु नि गरौँ न। यति नै छ यति नै देऊ गर्दिनँ ल पिस्ता देखेर लास्ट गर्नु नि। यही दाना चाहिँ कतिवटा छ हेर्नुहोस् त धुलो मात्रै छ यहाँ धुलो। यो मान्छे उसको चाहिँ मुख अझै छन् हल्ला रहेछ त्यहाँ। डान्स गर्दैको आउँछ कि भने त चुपचापै आउँदैन चुपचापले किन यसले मारेको थियो नि तिमीले। यसको रिएक्सन ल अब यहाँ हेर्नु रिएक्सन काँक्रा खाइदिन्छु म त। तिमीलाई